ओहो के छ हौ? गुड मर्निङ। गुड मर्निङ। तपाईँ यही ठाउँको हो? यस। ए मैले यसो डुल्याएको यसो चिज पाएँ कि यो चिज के हो भनेर के हो हजुर यो? यो सियो त। सियो भनेको अमिलो? यस। अमिलो भन्दैन हाम्रो भाषामा त अलि सावर भन्छ। ल ठिकै छ। अब के गर्नु त नि? अब यो टिप्नु मिल्ने हो कि नमिल्ने हो? मैले त टिभी हालेँ। यो त 100% मिल्दैन। यो टिप्ने चिज होइन। ओहो यु हेभ टु पे मनी, अन्डरस्ट्यान्ड अर नट? त्यस्तो विधि नबोल्नु न खासै। म त इङ्ग्लिस बुझ्दिनँ कि, म त ल्याप्ची छ कि ल्याप्ची। ए औँठा छाप। त्यही भए पनि अब यसो सिकेर अनि बोल्दै आउने हो हेर्नु। त्यही पनि यसो के छ कसो छ भनेर उ गर्दै आएको थियो। अनि त्यसपछिलाई खोइ के कसो हो मैले त छोइहालेँ। के छ अरू छ नि? पैसा चाहिन्छ, ड्रेसअप हेर्दा थरी देखिन्छ। हुन्छ हो अस्ति भर्खर आएको अनि यसो यो गाउँठाउँ हेरेर आएको होइन। अन्त यस्तो चिज भेटिहाल्यो। यो मिल्छ मिल्दैन लिनलाई? टिप्न त 100% मिल्दैन, अघि नै भनिसक्यो मैले। के अन्त पैसा छैन पैसा छैन यार। तिमी निउँको नखान्छ हेर म डर लाग्छ यार। स्ट्रबेरी टिप्नी चाहिँ को रहेछ? ओहो साथीहरू के गर्दै हो? ओहो साथीहरू घुम्न आएको मान्छे पनि फाइट परेर हुन्छ? जम माथि जम यो कुरा गर्नु पर्यो यसको लागि। केटाहरू के सानो कुरामा पनि यहाँ किन झगडा भएको आज तपाईँहरू चाहिँ दुईजना चाहिँ? झगडा हुने हो यसो डुल्दै गएको थियो हजुर। अनि के रहेछ भने यसो नौलो चिज देख्यो हजुर हजुर ट्याक्क टिभी हालेको। अनि त्यसपछि त यहाँको लोकल मान्छे रहेछ। अनि तपाईँले किन कराउनु भएको त? अनि त्यो त फ्रीमा पाइने चिज हो, प्राकृतिक दिएको चिज हो त्यो त। होइन यस्तो हो, नयाँ मान्छेलाई यसो रमाइलो गरिदिउँ, हल्का मनोरञ्जन दिउँ, हजुर जस्ट फर फन भनेर गरेको।